हे गाइज सङ्घीय लोक सेवा आयोगले यस वर्षको लागि खरिदारको भ्याकेन्सी खुलाइसकेको छ। भ्याकेन्सी मात्रै होइन साथीहरू, यसले भारी मात्रामा चाहिँ भ्याकेन्सी खुलाएको छ। सो 10 कक्षा उत्तीर्ण गर्नुभएका साथीहरूले र कम्तीमा 2 जिपिए वा सोभन्दा बढी ल्याउनुभएको साथीहरूले चाहिँ अब खरिदारको भ्याकेन्सीको लागि आवेदन दिन सक्नुहुनेछ। सो साथीहरू, हामीले यस वर्षको भ्याकेन्सी कति मात्रामा राखेको छ भनेर हामीले हेर्नेछौँ। सो यहाँ चाहिँ खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन भनेर दिएको छ। यसले आफ्नो विभिन्न लोकसेवाले विभिन्न कार्यालयहरूबाट भारी मात्रामा चाहिँ भ्याकेन्सी राखेको छ। यहाँ पहिलो नम्बरमा यसले धनकुटा कार्यालय, लोकसेवा आयोग धनकुटा कार्यालय भनेर दिएको छ। खुल्लामा चाहिँ साथीहरूले 15, त्यसै गरी महिलातिर 4, आदिवासी जनजाति 6, मधेसीमा 3, दलित 1 र अपाङ्ग गरी 2 यसरी चाहिँ भ्याकेन्सी राखेको छ। त्यसै गरी इलाम कार्यालयले पनि विभिन्न समूहहरूमा चाहिँ भ्याकेन्सी राखेको छ। सबै तपाईँहरूले हेर्न सक्नुहुनेछ। त्यसै गरी साथीहरू, जलेश्वर कार्यालय चाहिँ सबभन्दा बढी खुल्लातर्फ चाहिँ 40वटा सिटको लागि चाहिँ भ्याकेन्सी राखेको छ, आवेदन माग गरेको छ। त्यसै गरी महिलातिर पनि 11वटा, साथै काठमाडौँ कार्यालय भनेर दिएको छ। काठमाडौँले पनि खुल्लातर्फ चाहिँ 28वटा सिटमा चाहिँ यसले भ्याकेन्सी राखेको छ। अन्य पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ। त्यसै गरी यहाँ हेटौडा कार्यालय दिएको छ, पोखरा कार्यालय, बागलुङ कार्यालय, बुटवल, दाङ, सुर्खेत। सो साथीहरू, हामीले यस भिडियोमा सम्पूर्ण जानकारीहरू चाहिँ हेर्नेछौँ। अब परीक्षा केन्द्र चाहिँ आफ्नो आफ्नो कार्यालयले तोक्नेछ। यदि कसैले जलेश्वर कार्यालयबाट विज्ञापन आवेदन दिएको छ भने उनीहरूको परीक्षा केन्द्र चाहिँ सिराको लाहान र पर्साको वीरगञ्ज राखेको छ। त्यसै गरी सुर्खेतबाट भर्ने साथीहरूको लागि चाहिँ सुर्खेत कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र हुम्ला जिल्लाको सदरमुकाम तथा लोकसेवा आयोग भनेको जुम्ला कार्यालयबाट भर्नेहरूको चाहिँ जुल्मा डोल्पा जिल्लाको सदरमुकाम भनेको छ। त्यसै गरी साथीहरू, यसको दरखास्त दस्तुर चाहिँ 500 राखेको छ र हरेक समूहतर्फ थप गर्दा चाहिँ 150 रुपियाँ चाहिँ तपाईँहरूले थप्नुपर्ने हुन्छ। दरखास्तको अन्तिम मिति चाहिँ 12 महिना 19 गतेसम्म सिङ्गल दस्तुर र 12-26सम्म चाहिँ डबल दस्तुर राखेको छ। डबल दस्तुरको लागि चाहिँ यसले अन्तिम मिति राखेको छ। उमेरको हद तपाईँहरूले थाहा नै छँदैछ, 18 वर्ष पुरा भई 35 वर्ष ननागेको तपाईँहरूले दरखास्त दस्तुर चाहिँ अनलाइन अथवा अफलाइन दुईटै तरिकाले तपाईँहरूले बुझाउन सक्नुहुन्छ। त्यसै गरी दरखास्त दस्तुर बुझाउने अवधि चाहिँ लास्ट चाहिँ तपाईँहरूले 27 गतेसम्म चाहिँ दस्तुर बुझाइसक्नु पर्नेछ। कागजातहरू भनेर दिएको छ, तपाईँहरूले हेर्न सक्नुहुनेछ। त्यसै गरी यसले इक्जामको सेड्युल पनि राखिदिएको छ। प्रथम पत्रको इक्जाम चाहिँ वैशाख 20 गते, 82 साल वैशाख 20 गते 11 बजे। त्यसै गरी द्वितीय र तृतीय पत्रको इक्जाम चाहिँ असारको 20 र 21 गते चाहिँ 2 बजे हुने भनेर दिएको छ। त्यसै गरी आन्तरिक यो कम्पिटिसनको पनि यहाँ दिएको छ। साथै अन्य जानकारीहरू पनि यहाँ तल राखिदिएको छ, तपाईँहरूले मजाले हेर्न सक्नुहुनेछ। म फेरि एकचोटि माथिको भ्याकेन्सीलाई देखाइदिन्छु। साथै तपाईँहरूले चाहिँ यो लोकसेवा आयोगको मेन वेबसाइटमा गएर चाहिँ तपाईँले यसको पाठ्यक्रमहरू चाहिँ डाउनलोड गरेर हेर्न सक्नुहुनेछ। यो भ्याकेन्सीसँग रिलेटेड विभिन्न जानकारीहरू हेर्नको लागि चाहिँ तपाईँहरूले मेरो पेज, यो लोकसेवाको पेज रहेको छ लोकसेवा अल भनेर, यसलाई चाहिँ फलो गर्न सक्नुहुनेछ तपाईँहरूले।